हेलो हेलो सबैलाई नमस्कार, गुड मर्निङ। आजको भ्लगमा हजुरहरूलाई सबैलाई स्वागत छ है। आज चाहिँ विशेष हुनेछ भ्लग, किनभने आज चाहिँ हामी ठुल्दाइको घरमा आएको छौँ र यहाँ खानपिनहरू हुनेछ र सम्पूर्ण कार्यक्रमहरू यो भिडियो मार्फत उपलब्ध गराउने छु हजुरहरूलाई। ल है, तपाईँहरूले चिया खानुभयो कि भएन? मैले चाहिँ यहाँ बिहानै चुस्की चिया मिठो, एकदम मिठो चिया बनाएर दिनुभएको छ बधाइनीहरूले। चियाको साथमा यो भ्लग बनाउँदैछु। हजुरहरू सबैलाई स्वागत छ है लो मेरो च्यानलमा। हजुरहरू सबैले यो भिडियोलाई सेयर, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला, किनकि यो भिडियो बनाउनलाई चाहिँ म एकदम कोसिस गरिरहेको छु। राम्रो त हुनेवाला छैन होला, अवश्य पनि राम्रो मानेर सबैले माया गरिदिनु होला, हेरिदिनु होला हजुरहरूलाई। ल है, आज चाहिँ यहाँ धान सुकाइ कार्यक्रम हुँदैछ। बधाई अनि मेरो दाजुले धान सुकाउँदै हुनुहुन्छ। यो धान सुकाएर चाहिँ चट्टा लाएर मेलमा लाएर चामल बनाएर ल्याउने हो गाइजहरू। यो मेरो कान्छी बधाइनी, हेलो वेलकम माई कान्छी बधाइनी। के भन्नु छ? ओके छ, धन्यवाद। यहाँ अर्को बधाइनी हुनुहुन्छ। ल है, उहाँ चाहिँ सरसफाइ गर्दै हुनुहुन्छ, एकदम चिटिक्क लाएर सरसफाइ अभियानमा हुनुहुन्छ है गाइजहरू। ल है, ल यहाँ चाहिँ मेरो भाइहरूले यो कटिङ कार्यक्रम हुँदैछ है गाइजहरू। यसलाई चाहिँ चट्ट लाएर सुप बनाएर खाने हो आज। ल है गाइजहरू, हाम्रो विवेक भाइ हुनुहुन्छ यहाँ। विवेक भाइले चाहिँ यहाँ आज 3टा ज्यान मार्नुभएको छ है। ल यहाँ चाहिँ हाम्रो कान्तिपुर एफएमको छोरो मेरो भाइ हुनुहुन्छ, उहाँ पनि यहाँ कार्यक्रममा लाग्नु भएको छ है, कुखुरा बनाउने कार्यक्रममा। ल है, यो चाहिँ अस्तिको भ्लगमा पनि भनिसकेको छु। यो चाहिँ हाम्रो दाजुको 10 करोडको रुख हो है। यो 10 करोडको रुख, यो रुखलाई चाहिँ बेच्न चाहिँ पाइँदैन रे, यो सरकारले नै लान्छ भन्ने कार्यक्रम छ, कुरो छ। ल यो रुखको नाम चाहिँ के होला तपाईँहरूले कमेन्ट गरिदिनु होला। यसको प्राइस चाहिँ 10 करोड रे गाइजहरू। हेलो गाइजहरू, यहाँ अर्को नानु आउनु भएको छ हाम्रो भ्लगमा। ओके छ त, मेरो भ्लगको नाम बिस्तारै आउनेछ। ल है, यस्तो छ। यहाँ पसलमा सपिङ गर्न आउनुभएको छ एकजना दिदी, उहाँले चाहिँ दुध किनेर लानुभएको छ। ल यो चाहिँ हाम्रो पसल, दिदीको पसल। यहाँ दिदी बस्नुभएको छ पसलमा। ल अब किचनमा जानेछौँ गाइजहरू। किचनमा के हुँदैछ टक्क लाएर। ल किचन चाहिँ माथि कौसीमा छ हाम्रो। ल यहाँ हाम्रो बधाइनी हुनुहुन्छ। कान्छी भन्दा मास्तिर कुन बधाइनी? अन्तरी, अन्तरी हुनुहुन्छ यहाँ। किचन पानी दामी खुकुरी छ। यो खुकुरी म पनि किनम लागिरहेछ। आज शनिश्चरी हाट गएर किन्ने हो। ल यो चाहिँ के भन्छ यसलाई? हाम्रोमा चाहिँ लगा भन्छ। हाम्रो चाहिँ मरेको मान्छे हुन्छ नि, उनीहरूको लागि राख्ने गर्छन् यो विशेष गरी हाम्रोमा चाहिँ। तर यहाँ लिम्बू जातिहरूमा चाहिँ के भन्छ थाहा भएन है गाइजहरू। ल यो चाहिँ काठको कम्पनी हुँदैछ। वाह कस्तो मिठो यार, कस्तो टेस्टी हुन्छ कि। यस्तो यहाँ हेर्नु 12 मसला कुट्दैछ मेरो भनाइनी। दामी दामी। यस्तो कसले पकाउने हो? ओह ल हेरौँ है गाइजहरू। तल को आउँदै हुनुहुन्छ हेरौँ है। गाइजहरू पछि भदाइनी
सकमारे सिलाङ सकमा यसको अर्थ चाहिँ के हो मनु यसको मिनिङ के हो मर्नेबाट छेक्ने सिलाङ सकमा कति कलर हुन्छ यो यहाँ दिदी हुनुहुन्छ हाम्रो ल है यो सिलाङ सकमारे यसको चाहिँ अर्थ त्यो शत्रुहरू नलागोस् रे एउटा अनि अर्को चाहिँ रोगहरू नलागोस् होइन अनि मृत्युबाट चाहिँ बचोस् भन्ने अर्थ हुन्छ र यो चाहिँ विशेष गरी लिम्बू जातिहरूमा लगाउने अथवा राख्ने चिज है यसको नाम चाहिँ सिलाङ सकमारे गाइजहरू के भन्नु अब खाना लाग्यो हामी चाहिँ है ल है गाइजहरू हामी चाहिँ खाना लाग्यौँ विवेक बसौँ जुन भए पनि यहाँ पनि खाना खाँदै हुनुहुन्छ गाइजहरू अब चाहिँ यहाँ धान सुकिसक्यो अब धान उठाउने कार्यक्रम छ चट्ट लाएर धान उठाएर चाहिँ अब मिलमा लाने हो अब घाम पनि अलिक कता कम भयो है गाइजहरू यस्तै छ है ल है धान उठाएर सक्यो नानीहरू एउटा दुईटा तिनटा चारवटा पाँचवटा नानी रहेछ यसको आमा यसको त कतिवटा हौ यसको त 1 2 3 4 5 6 7 8 9 10 वटा हौ आमा कति धेरै हौ